गड विथ अर्गनाइजेसन एन्ड सर म्याम जसले चाहिँ मलाई यो बिग अपर्च्युनिटिज एन्ड बिग प्लेटफर्म दिनुभयो होइन। यो प्लेटफर्म जस्तो बेस्ट प्लेटफर्म काहीँ पनि छैन जहाँ चाहिँ आएर म यो एजमै आज हेर्छु भने म मेरै साथीहरूलाई हेर्छु र मलाई हेर्छु त आफूलाई गर्व फिल हुन्छ। किनकि म हिजो गड्किलो नआउँदासम्म चाहिँ म के थिएँ अनि आज आएर चाहिँ के छु। हिजो यहाँ नआउँदासम्म म सानो सानो कुराको लागि घरमा डिपेन्ड हुनु पर्थ्यो भने होइन आज चाहिँ के छ भने आज म यहाँ आइसकेपछि घरमा चाहिँ मलाई किस्ताबाट फोन आउँछ है। म तिर्दै गर्दा आफूलाई पनि त्यो एउटा गर्व फिल हुन्छ कि म यो एजमा पनि अहिले यहाँसम्म मेरो हैसियत बनाएको छु भने भोलिका दिनमा म अझै अगाडि बढेर अझै के गर्छु होला त्यो चाहिँ म सोध्छु होइन। यो गर्छु भनेको यस्तो प्लेटफर्म हो जहाँ चाहिँ म पनि एउटा स्टुडेन्ट हो। आज यहाँ सबैजना स्टुडेन्टै हुनुहुन्छ होइन। अहिले म हिजोकै दिनमा पनि म एउटा पीको लागि पनि मलाई त्यो दिन याद छ जब फर्स्ट इयरमा चाहिँ मेरो इक्जाम आइरहेको थियो। त्यति बेला इक्जाम दिन नपाउँदाखेरि मम्मीले आफ्नो कामको गहना बेचेर त्यो फी तिरेको दिन मलाई याद छ। त्यही भएर चाहिँ मैले पनि एउटा कमिटमेन्ट गरेको थिएँ म यति पैसा कमाउँछु कि मम्मीलाई जस्तो राजेश सरले त जति बेला पनि मम्मीकै कुरा गर्नुहुन्छ नि मैले पनि त्यो आफूले कमिटमेन्ट लिएको छु। मैले जति पनि पैसा कमाउँछु मम्मीको सुनको लागि कमाउँछु। मम्मीको दुःखको जति दुःख गर्नुभएको थियो नि मम्मी बाबाले जति दुःख गर्नुभएको थियो त्यो दुःख होइन आफ्नो स्ट्रगल जति गर्नुभएको छ हामीलाई होस् भनेर जति पनि स्ट्रगल गर्नुभएको छ म बढेर चाहिँ त्यसको ब्याजसहित दोब्बर खुसी दिनेछु भनेर चाहिँ म कमिटमेन्ट लिएर अघि बढेको छु भने तपाईँहरू पनि सेम एजमा हुनुहुन्छ। तपाईँको एज र मेरो एज काफी डिफ्रेन्ट छैन। थोरै डिफ्रेन्ट चाहिँ यही हो कि हार्डवर्क गर्न सक्नुपर्छ। यताउता अरू को आयो को गयो भनेर हेर्नु हुँदैन होइन। स्ट्रगल त्यति बेलासम्म गर्नुहोस् जति बेलासम्म तपाईँले आफूले चाहेको चिज पाउनुहुन्न। आर एक्साइटेड? मैले पनि कहिले दुःख भयो कहिले बिरामी पनि भयो होला कतिपय समयमा कहिले के हुन्छ तर मैले एकदम म अगाडि मात्र बढेँ है। मैले सर म्यामलाई मात्रै हेरेँ क्या। सर म्यामले कहिले पनि मलाई मोटिभेट पार्नुहुन्थ्यो यो गोल देखाउनुहुन्थ्यो एउटा सिनियर हुनुपर्छ होइन। आज म जे छु जस्तो छु तपाईँ देख्नुहुन्छ नि मैले आफूले एउटा स्याम्पूदेखि लिएर मैले सक्सम्म केही पनि किन्दिनँ। आज तलदेखि माथिसम्म पैसादेखि लिएर सबै कपडादेखि लिएर सबै चाहिँ मैले गडविलकै एचिभमेन्ट हो। आज म यहाँ छु नि अहिले मेरो जति पनि म यहाँ स्वास्थ्य अवस्थामा यहाँ सायद म यहाँ नभएको भए सायद संसारमा नि हुन्थेन थाहा छैन। म कति बिरामी मान्छे हो यहाँ आइसकेपछि यो प्लेटफर्ममा सबै छ मनीदेखि लिएर इन्जोयदेखि लिएर होइन अब रेस्पेक्टदेखि लिएर हेल्थदेखि लिएर सबै कुरा छ। तपाईँहरूले थाहा नै भयो होला। यही हो कि तपाईँ पनि भर्खरै आउनुभएको छ भने नआत्तिनुहोस् होइन। सक्सेस भनेको तातै काम जल्दी गरौँ हुन्न। आएको 1-2 दिनमा 1 हप्ता 1 महिनामा नआत्तिनुहोस्। किनकि सक्सेस ढिलो आउँछ र सधैँको लागि आउँछ